ऊ चाहिँ हो मुन्ना 2 वर्ष अगाडि है। अनि उसलाई म सानैदेखि चिन्छु क्या। अनि आज चाहिँ मेरो लभ इन मलको अफिसमा काम थियो। अनि ठ्याक्क मुन्नालाई देखेँ क्या मैले गेटमा पस्नु खोज्दै थिएँ लभ इन मलमा, तर गार्ड दाइले चाहिँ पस्नु दिनुभएको थिएन नि त। अनि मैले चाहिँ मुन्नालाई पसाएँ लभ इन मलमा, सिधा अफिस लिएर गएँ क्या। अझ गार्ड दाइ पनि छक्क परिराख्नु भएको थियो। अनि त्यसपछि मैले उसलाई मसला बिड्स लिएर गएँ। अनि हामीले खेल्यौँ, बास्केटबल खेल्यौँ, गाडी खेल्यौँ है। अनि मैले उसलाई मसला बिड्समा लगेर के किनिदिनु मुन्ना भनेर सोद्धाखेरि चाहिँ उसले त मलाई दिदी यहाँ त केटीहरूको सामान पाउँछ, म तपाईँलाई के किनिदिनु भन्दै थियो क्या। त्यति बेला मलाई उसको कस्तो धेरै माया लाग्यो। अनि उसको सर्ट चाहिँ च्यात्तिएको थियो। अनि उसले चिट्ठामा पनि ठ्याक्कै सर्ट पायो क्या, टी सर्ट। अनि उसले टी सर्ट जितेर लगाएको थियो ब्ल्याक कलरको। अनि आफ्टर द्याट फेरि उसले खेल्न पायो। अनि उसले नेक्स्टचोटि चाहिँ नोटबुक जित्यो क्या। अनि ऊ कस्तो धेरै खुसी थियो। अनि आफ्टर द्याट हामी चाहिँ खाजा खानु गयौँ। अनि ऊ चाहिँ मुन्नाको साथी। अनि त्यसपछि म पाटन गएँ क्रोसेट गर्नु। अनि यो चाहिँ मैले क्रोसेट गरेको टाइम ल्याप्सको भिडियो। एन्ड आफ्टर द्याट म चङ्गा उडाउनु गएँ। यस्तै भयो आजको दिन, एकदम धेरै रमाइलो भयो। त्यही भएर मलाई भोइस ओभर हाल्नु मन लाग्यो।